देख्न सक्नुहुन्छ आज यहाँको मौसम शीतल शीतल नै छ। यता चाहिँ अहिले चाहिँ बिहानको 7 बजे हो। म चाहिँ अहिले माइततिर नै छु। आज चाहिँ हाम्रो खेतको काम भइराखेको छ। अब यहाँ चाहिँ धान रोप्ने क्रम जारी छ। अब धान रोप्नको लागि त अब यहाँ सरसफाइ गर्न पर्यो। यो झारहरू उखाल्ने काम छ अहिले चाहिँ। हिजो पनि यसमै लाग्यो दिनभरि अनि अस्ति साँझ आथे म चाहिँ हिजो दिउँसै काम गरेर आज पनि बिहानैबाट स्टार्ट गर्दैछु म चाहिँ। अब बिहानीको शीतलमा त काम गर्न पर्यो। दिउँसो भएपछि त काम लाएर जानु गर्नै सकिन्न। यहाँनिर कस्तो मजाको फर्सीको मन्टाहरू छ त्यहाँनिर चाहिँ। म चाहिँ बिहानै उठेर नास्ता खाएँ, कपडा धोएँ। अब चाहिँ काम गर्न सुरु गर्नुपर्ने हुन्छ। अब मम्मीहरू त अघि नै आइसक्नु भएको थियो। म चाहिँ अब बल्ल आछु। दुईटा बाबा आमा तपाईँ म होइन गाइजहरू हामी चाहिँ अझै नि खन्दैछौँ। खन्दा खन्दै 3 बजिसक्यो, अझै पनि भइएको छैन। मेरो नाति त कति बलियो भने आमामामा गुड जब। अब यति मात्रै छ, अरू सबै भइसक्यो। यतातिर जति सबै हाम्रो काम सकिन लाग्यो। त्यसको काम सकियो। अब चाहिँ ढुङ्गा बोक्ने काम जारी छ मम ड्याडको। खेत चाहिँ हामीले फर्स्ट टाइम यहाँ बिराएको अनि त्यही भएर चाहिँ ढुङ्गा यति निक्लेको छ। हेर्नु नि यो साइड सब ढुङ्गा यति छ। अझै बोक्नलाई अझै वहाँनिर त्यति धेरै बोकेर सकिसक्यौँ। आज चाहिँ यादमा फोरा पनि यहाँनिर हेर्नु न, लास्ट काम भयो। यस्तो भयो कुटी समात्दा र ढुङ्गा बोक्दा नि मल पनि बोकेर सक्यौँ। साँझ पर्न लागिसकेको छ। त्यही हो गाइस। अब अरू काम चाहिँ छैन। हाम्रो ड्याडले यति काम गर्नुहुन्छ नि। मेरो बाबा सुपरम्यान। हेलो गाइज भने नि। त्यही नै हो। अब फुलहरू पनि रोप्नु थियो, फुलहरू रोपे। अब फेरि देखाउँछु हेर्नु न, फर्सीको मन्टा कस्तो राम्रो भयो। भनेको त प्यालै भएर रहेछ, तर यसको मन्टाहरू चाहिँ कस्तो राम्रो राम्रो भयो। हेर्नु न, छ पानी आएन। यस्तै छ, के गर्ने। हाम्रो चाहिँ यहाँ डन हुनुहुन्छ एकजना। यति धेरै ढुङ्गा बोकेर सक्यौँ हामीले चाहिँ आज। ओइ रक्की बेबी
Oi, Rocky baby. Hey.